तपाईले मेरो पछाडि देखिरहनु भएको पाथिभरा माताको मन्दिर हो, जुन चाहिँ गोठगाउँ र सलकपुरको बिचमा अवस्थित छ। पाथिभरा मातामा एकदमै धेरै शक्ति छ। आज म यही भिडियो मार्फत तपाईलाई माताको दर्शन गराउन चाहन्छु र तपाईले पाथिभरा माता मन्दिरदेखि चाहिँ ठ्याक्कै यो अगाडिको बाटो चाहिँ महेन्द्र राजमार्ग हो र यता पूर्वतिर जानुभयो भने सलकपुर आउँछ भने यता पश्चिमतिर जानुभयो भने गोठगाउँ आउँछ। यो चाहिँ ठ्याक्कै सलकपुर र गोठगाउँको बिचको भागमा रहेको छ पाथिभरा माता मन्दिर। यो गेट हो, पाथिभरा माता भनेर लेखिएको छ। यसरी घन्टी राखिएको छ। यहाँ यसरी म सिडी चढ्दैछु पाथिभरा माता। यहाँ चाहिँ यसरी यो सिडी यो रेलिङ चाहिँ बनाइदिएर छ, मर्मत हुँदै रहेछ यो रेलिङको पनि, तपाईले देख्न सक्नुहुन्छ अगाडि। यसरी मूर्ति बनाइएर प्रतिमा बनाइएर यसरी माथि राखिएको छ। पाथिभरा मातामा चाहिँ एकदमै धेरै शक्ति छ, एकदमै दिव्य शक्ति छ। मातासँग जे मनोकामना लिएर हामी आउँछौँ त्यो सबै पुरा गरिदिनुहुन्छ। माताको विशेष शक्ति भएकाले धेरै मानिसहरू विश्वास गर्नुहुन्छ पाथिभरा मातामा। यहाँ दिदीले चाहिँ परेवा उडाउँदै हुनुहुन्छ मातालाई। दिदी यो भाकल हो तपाईको? यसरी मातालाई आफूले भाकल गरेको छ भने परेवा, फुल, प्रसाद, घन्टी पनि चढाउन सकिन्छ। माताको मूर्तिसँगै यसरी गणेश भगवानको मूर्ति पनि राखिएको छ। हाम्रो धर्मअनुसार चाहिँ जुनसुकै पूजा गर्दा पनि सुरुमा गणेश भगवानलाई पूजा गर्नुपर्ने हुन्छ, त्यसपछि मात्रै अरू पूजा गर्ने भएकाले यसरी सुरुमा गणेश भगवानलाई फुल अक्षता लड्डु चढाउने, त्यसपछि माताको पूजा गर्ने। यो तपाईले पछाडि पाथिभरा माताको मन्दिर देखिराख्नु भएको छ। यसरी तल चाहिँ यसरी माटो राखेर माथि मूर्ति राखिएको छ अग्लो बनाइएर। यसलाई के भन्ने ठ्याक्कै त मलाई आएन यो स्टाइलको नाम चाहिँ, तर तपाईले देख्न सक्नुहुन्छ झारहरू रोपिएको छ। साह्रै सुन्दर, साह्रै नयाँ तरिकाबाट यो मन्दिरको निर्माण गरिएको छ।